हाम्रो च्यानलमा सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो कथा सुन्न जाँदैछौँ जसले हामीलाई वित्तीय अनुशासनको बारेमा एउटा शक्तिशाली पाठ सिकाउँछ। राम्रो कमाई हुँदाहुँदै पनि किन सधैँ पैसाको अभाव हुन्छ? यो प्रश्नले सायद हामीमध्ये धेरैलाई सताउँछ होला, हैन त? ल, यसको जवाब खोज्नको लागि आउनुहोस् एकजना एकदमै प्रतिभाशाली ग्राफिक डिजाइनर रोहनको कथातिर लागौं। कथा सुरु हुन्छ रोहनबाट। उनी एकदमै ब्रिलियन्ट डिजाइनर थिए, तर पैसाको मामलामा भने उनको एउटा ठूलो कमजोरी थियो। अब हेर्नुहोस्, बाहिरबाट हेर्दा त रोहनको जिन्दगी कस्तो राम्रो थियो। महँगो तलब, ब्रान्डेड लुगा, नयाँ नयाँ ग्याजेट अनि ठूलठूला पार्टीहरू। तर वास्तविकता ठिक उल्टो। क्रेडिट कार्डको बिलको चाङ, महिनाको अन्त्यमा तलब कुरेर बस्नुपर्ने अवस्था अनि सधैँ पैसाको तनाव, यो सब एउटा देखावटी जीवनशैली कायम राख्नको लागि थियो। उनकी श्रीमती प्रिया निकै समझदार थिइन्। उनले धेरै पटक सम्झाउने कोसिस पनि गरिन्। रोहन, हामीलाई साँच्चै यो महँगो घडी चाहिन्छ र? हेर्नु न, क्रेडिट कार्डको बिल कति बढेको छ। यही पैसाले त हामी घरको लागि डाउन पेमेन्ट पनि जम्मा गर्न सक्थ्यौं नि। तर उनको यो सल्लाह समाजमा आफ्नो इज्जत देखाउने दबावको अगाडि फिक्का भयो। अनि ठ्याक्कै त्यही बेला उनको जीवनमा एउटा सुनौलो अवसर आयो। एउटा यस्तो ठूलो प्रोजेक्ट जसले उनीहरूको सबै ऋण तिरेर भविष्य नै सुरक्षित गर्न सक्थ्यो। रोहनले दिनरात नभनी 3 महिनासम्म त्यो प्रोजेक्टमा काम गरे। उनको मेहनतले रङ ल्यायो, नतिजा एकदमै उत्कृष्ट आयो। अनि त्यसबापत उनले यति ठूलो बोनस पाए जसले साँच्चीकै उनको जीवन बदल्न सक्थ्यो। उनी एकदमै खुसी भएर प्रियालाई भने, भोलि बिहान हाम्रो पहिलो काम भनेको हाम्रो सबै ऋण तिर्नु हो। उनले वाचा गरे कि यो पैसा उनीहरूको नयाँ सुरुवात हुनेछ, सबै ऋण तिर्ने अनि घरको लागि बचत गर्ने। तर भनिन्छ नि, पुरानो बानी हटाउन निकै गाह्रो हुन्छ। रोहनको हकमा पनि त्यस्तै भयो। त्यो झुटो इज्जत र देखावटीको आकर्षण यति बलियो थियो कि उनले आफ्नो वाचा नै बिर्सिए। उनको सफलताको खबर पाउनासाथ साथीहरूले उनलाई घेरे अनि उक्साउन थाले, वाह, भव्य पार्टी दिनुपर्छ, त्यो पनि शहरको सबैभन्दा महँगो रुफटप क्लबमा। सबैलाई थाहा हुनुपर्छ कि रोहन इज ब्याक। अनि साथीहरूको उक्साहतमा आएर रोहनले आफ्नो वाचा चटक्कै बिर्सिए। उनले त्यो सबै पैसा 5 तारे होटलमा भव्य पार्टी दिएर उडाए। महँगो खाना, विदेशी रक्सी, त्यतिले नपुगेर उनले आफूले सपनामा देखेको एउटा विलासी घडी पनि किने। बाँकी रहेको पैसा एकजना साथीको लयमा लागेर कुनै रिसर्च नै नगरी शेयर बजारमा लगानी गरे। अनि घरमा प्रियालाई भने सबै ऋण तिरिसके भनेर झुट बोले। अनि हुनु के थियो, शेयर बजार क्रास भयो। त्यो सबै पैसा स्वाहा। तर कुरा यतिमै सकिएन। केही दिनमै क्रेडिट कार्डको पैसा उठाउने रिकभरी एजेन्टहरू सिधै उनको अफिसमा पुगे र सबै कर्मचारीको अगाडि उनलाई बेइज्जत गरे। पैसा गयो, इज्जत गयो, श्रीमतीको विश्वास पनि गयो। सबै कुरा गुमाएपछि रोहन पुरै टुटे अनि निराश भएर उनी शहरको एउटा पुरानो शान्त पार्कमा गएर बसे। उनी त्यही निराश बसिरहेका बेला एउटा ज्ञानी बुढो उल्लु आएर उनको काँधमा बस्यो। तर त्यो उल्लुले सहानुभूति देखाएन, बरु एउटा कठोर सत्य बोल्यो, तिमी त धनको शत्रु रहेछौ। मेहनत गरेर त्यसलाई घरमा बोलाउँछौ अनि आफ्नै मूर्खताले अपमान गरेर भगाउँछौ। उल्लुको कुराले रोहनको मनमा चसक्क छोयो। उनी एकदमै लज्जित भए, पश्चातापले जले। उनले उल्लुसँग मार्गदर्शनको लागि बिन्ती गरे र वाचा गरे, आजदेखि म आफ्नो निर्णय दिमागले लिन्छु, झुटो घमण्डले होइन। रोहनको पश्चाताप देखेर त्यो ज्ञानी उल्लुले उनलाई धन कमाउने मात्र होइन, त्यसलाई टिकाएर राख्ने 6वटा एकदमै महत्त्वपूर्ण नियमहरू सिकायो। अब उल्लुका यी 6वटा नियमहरू साँच्चै ध्यान दिएर सुन्नुहोला। पहिलो, देखाउनको लागि खर्च गर्न बन्द गर। साँचो सम्मान पैसाले किनेको सम्मानबाट होइन, आर्थिक शान्तिबाट आउँछ। दोस्रो, महँगा साथीहरूबाट टाढा बस जो केवल पैसाको लागि तिम्रो साथमा छन्। तेस्रो, आवश्यक नै नभएका सामानहरू सजिलो किस्तामा पाइन्छ भन्दैमा नकिन। चौथो, आफ्नो स्वास्थ्यलाई कहिल्यै बेवास्ता नगर। आज स्वास्थ्यमा गरेको सानो लगानीले भोलिको ठूलो अस्पताल खर्च बचाउँछ। पाँचौं, भावनात्मक भएर ऋण नदेऊ, विशेष गरी त्यो पैसा जुन घुमाउन सक्दैनौ। यसले पैसा र सम्बन्ध दुवै बर्बाद गर्छ। अनि छैटौं र सबैभन्दा महत्त्वपूर्ण, आफ्नो सिप बढाउन लगानी गर। ज्ञानले दिने रिटर्न सबैभन्दा ठूलो हुन्छ।
उल्लुबाट यो ज्ञान पाएपछि रोहनले आफ्नो जीवनलाई शून्यबाट फेरि सुरु गर्ने अठोट गरे। यो यात्रा पक्कै पनि सजिलो थिएन, तर उनी अनुशासित भएर अघि बढे। उनको मेहनतले कसरी रङ्ग ल्यायो हेर्नुहोस्। पहिलो वर्षमा उनले आफ्ना अनावश्यक सामानहरू बेचेर र एकदमै कडा बजेट बनाएर सबै ऋण तिरे। दोस्रो वर्षमा उनले पहिलो पटक सोचेर रिसर्च गरेर लगानी गरे। चौथो वर्षसम्ममा उनले घरको लागि डाउन पेमेन्ट जम्मा गरिसकेका थिए र पाँचौं वर्षमा उनी आफ्नै घरको मालिक बने। अन्त्यमा उल्लुले भनेको कुरा सत्य साबित भयो। धन तिम्रोमा आफै आउनेछ, तिमीले केवल त्यसको सम्मान गर्न सिक्नुपर्छ। यो कथाले हामीलाई के सिकाउँछ भने आर्थिक स्वतन्त्रता कति कमाइन्छ भन्नेमा होइन, तर कमाएको पैसालाई कसरी अनुशासनका साथ व्यवस्थापन गरिन्छ भन्नेमा भर पर्छ। आशा छ रोहनको यो कथाले तपाईको आर्थिक जीवनमा केही सकारात्मक परिवर्तन ल्याउन पक्कै मद्दत गर्नेछ। यदि तपाईलाई यो प्रस्तुति मन पर्यो भने कृपया यो भिडियोलाई लाइक गर्नुहोस् र यस्तै अरू कथाहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।